तपाईँहरू आउन टाढा भयो भनेदेखि अब पठाउ बुकिङ गरेर पनि लान सक्नुहुन्छ। अब अलि धेरै नै भयो भने पनि अब हामीले सर्भिस दिन चाहिँ सक्छ। अब अन्न पानीको शरीर हो, अलिकति सन्चो नआदिन्छ हजुरहरू नै आउनुपर्छ। सन्चो भएको दिन चाहिँ 20-25 किलो 30 किलो भयो भने चाहिँ हामीले होम सर्भिसको व्यवस्था पनि गरेका छौँ। भनेपछि हाम्रो खुल्ने टाइम चाहिँ बिहान कति बजेर बेलुका? बिहान त अब हजुरहरू खोल्नलाई त म यहीँ बस्ने हुनाले 5 बजेबाट बेलुका 8-9 बजीसम्म जतिखेर आउँदा नि भयो। तारकेश्वर 7 उठुङ नागपरीबाट आउनुभयो भने नागपरीबाट देब्रेपट्टि झाने बित्तिकै ड्राइभिङ सेन्टरलाई दाहिनेपट्टि पारेर तल भैरामा आउनु पऱ्यो। जरङ्गोबाट आउनुभयो भने खोलाको किनारे जरङ्गो चिसोपानीपट्टिबाट आउनुभयो भने पुल तरेर आउनु पऱ्यो। बाइपासपट्टिबाट आउनुभयो भने शेषमतीपट्टिबाट आउनुभयो भने पुल नतरिकन खोला किनारे 300 मिटर माथि आएपछि न्यू ग्रिन सिटीको माथिल्लोपट्टि पर्छ। हस्, धन्यवाद। यो तारकेश्वर 8 अवस्थित यो भट्टा मिल, उहाँले विगत लामो समयदेखि नै यो मिल सम्बन्धी धेरै लामो अनुभव छ। अनि पहिलाको समय सापेक्ष पहिलाको मेसिनबाट राम्रो नहुने भएर अहिले उहाँले घट्टा नै परिवर्तन गरेर यसरी चाहिँ सबै कुराहरू उपलब्ध छ। अरूलाई सुपथ मूल्यमा सहज तरिकाले अनुभवी व्यक्तिबाट पाउन सक्नुहुन्छ। स्वास्थ्य नै ठुलो कुरा हो, स्वास्थ्य नै धन हो। यसलाई मध्यनजर गरेर जति पनि साथीभाइहरू मेरो फेसबुकमा जोडिनु भएको छ र यसले चाहिँ सहायता गर्नुहोला। यो भिडियोलाई लाइक कमेन्ट सेयर गर्नुहोला। यो चाहिँ भिडियो तपाईँको राजु बगारी क्रिएसनमा आउनेछ र म पक्कै पनि हजुरहरूमाझ उपलब्ध गराउँछु। यस्तै नयाँ नयाँ खोजको साथ फेरि पनि उपस्थित हुन्छु। हस्, धन्यवाद। नमस्कार, यहाँलाई देख्न सक्नुहुन्छ भट्टा मिल। अहिले यो हाम्रो गाउँको पानीबाट बढ्ने भट्टा मिल यस्तै हुन्छ र यसलाई चाहिँ तलबाट बिजुलीबाट घुमाएको छ पानीको सट्टा। र यो ढुङ्गाबाट बनेको यो ओरिजिनल जस्तो हामीले गाउँको खान्छौँ त्यस्तै प्राकृतिक रूपमा जस्तो मेसिनभन्दा यो धेरै उत्तम र सजिलो राम्रो भरपर्दो हो। ले हेर्नु सबै यहाँ जम्मै कोदो मकै धान गहुँ सबैहरू किनिन्छ। यो तारकेश्वर 8 पुगुङमा पर्छ। यो मेसिनबाट केलाइन्छ, सफा गरिन्छ। प्रोपाइटरलाई देख्न सक्नुहुन्छ, सञ्चालक काम गरिरहनु भएको छ। यहाँ भट्टा मिल मात्रै नभएर तोरी पनि पेलिन्छ। तोरीको तेल, हर किसिमको पिठो सबै कुरो उपलब्ध छ।